धेरैजसो दिदीबहिनीहरूले घरमै बसेर केही काम गरौँ भन्ने जिज्ञासा राखिरहनु र बढ्नु स्वाभाविकै पनि हो र हामीले चाहिँ विभिन्न भिडियो क्लिपहरू चाहिँ अघिल्लो सेक्सनमा पनि हामीले चाहिँ प्रस्तुत गरिसकेका छौँ। आजको सेक्सनमा हामीले चाहिँ धेरै दिदीबहिनीहरूको चाहिँ बढ्दो यसको माग धुपको बाटेको धुपको बढ्दो मागको कारणले गर्दाखेरि हामीले पुनः अर्को भिडियो क्लिप चाहिँ बनाउने कोसिस गरेका छौँ। हामी यो सेक्सनमा चाहिँ तपाईँहरूलाई चाहिँ हेर्नुहोस् त यो कटिङको लागि कसरी कटिङ गर्ने पेपरहरू चाहिँ यसरी एकैताली चाहिँ हामीले यो सबै पेपरहरूलाई चाहिँ एकैताली कटिङ गर्न सकिन्छ। हेर्नुहोस् त यसलाई चाहिँ सिधा पारेर चाहिँ हामीले यसरी फोल्डिङ गरेको हुन्छ। यसलाई चाहिँ हामीले 4 भागमा लगाएर यसलाई चाहिँ सजिलैसँग यसरी चाहिँ कटिङ गरेर यस्तो खालको चाहिँ हामीले बनाउन सकिन्छ। ल हेर्नुहोस् त यति सिधा खालको यति राम्रो खालको स्ट्रेट खालको छ र हामीले चाहिँ यसबाट चाहिँ हेर्नुहोस् त यसरी उहाँले चाहिँ एकैछिनमा चाहिँ यसरी सरर बाट्नु भएको छ। यसलाई मुठा पारेर यसलाई प्याकिङ गरेर हरेक कुराहरू चाहिँ उहाँहरूले चाहिँ ट्रेनिङमा चाहिँ सिकाउनु हुनेछ र तालिमको व्यवस्था पनि गरिएको छ। र तपाईहरुले पनि घरमै बसेर केही गरौँ भन्ने जिज्ञासा बढिरहेको छ अथवा गरौँ भन्ने सोचाइ छ भनेदेखि तपाईहरु सहभागी हुन सक्नुहुन्छ र आय आर्जनमा सरिक भएर आफ्नो घर परिवार चाहिँ सजिलोसँग सहज ढंगले चाहिँ यसबाट चाहिँ आम्दानी गरेर तपाईले चलाउन सक्नुहुनेछ।